हजुर कस्तो भयो त नि दसैँ? दसैँ बबाले भयो बबाले भयो। बुवा आमा अभिभावकहरूको चाहिँ आशीर्वाद थाप्यो, टिका थाप्यो, जमरा लाइयो, पिङ खेल्न गइयो, दोहोरी गाइयो, मजाले रमाइलो गरियो। अहिले द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनका क्लिपहरू धमाधम सार्वजनिक गर्न थालिएको छ। जुन क्लिपहरूमा कोचहरूले दशैंका कुरा गरिरहेका छन् त कतै कतै तिहारमा देउसी खेलिरहेको देख्न पाइन्छ। ए झिलिमिली झिलिमिली देउसी रे, ए तिहार आयो देउसी रे, ए वर्षमा दिनको। यी चार कोचहरूको साथमा अब तिहार सकिए लगत्तै द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसन प्रसारणमा आउँदैछ। प्रतीक्षाको समय अब मात्र केही दिन बाँकी छ, प्रतीक्षा गर्नुहोला। दर्शकवृन्द, तपाईँ द भोइस अफ नेपाल सिजन 7 हेर्न कतिको एक्साइटेड हुनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।